हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई एकदमै आजको ब्लगमा वेलकम छ। म उहाँलाई चाहिँ देखाउन चाहेँ। अन्त उहाँ चाहिँ एकदम नकल पार्नु सुकाएको छैन गाइस, उसले फाल्टै कुरा पनि सुकाउनु है। अन्त उहाँ चाहिँ एकदमै बिजी भइराख्नु भएको छ आजको। आज चाहिँ हामी चिरुमितकोमा आइरहेको छौँ किनभने चाहिँ भोलि चाहिँ हामी स्पेसल कहाँ जानुपर्ने छ होइन। त्यो चाहिँ म भन्दिनँ। यहाँ हेर्नुहोस् हाम्रो पराठा बनाउँदा कि यसको के देखाइदिनु अरे। ए यो चाहिँ हाम्रो भोलिको लागि भोलि लगाउने लुगाहरू सबै यहाँ रेडी छ होइन। यो भोलिको लागि बिहान मात्रै बनाउँछ। यो थालहरू पनि देख्नु भएको। ला स्पुन ल्याएको खै मैले चाहिँ सबै सामान म पनि बोक्छु भनेर भनेको थिएँ। पानी पऱ्यो होइन, त्यहाँदेखि चाहिँ अलिक दिमाग सड्केको जस्तो भयो। यहाँ चाहिँ छ हाम्रो, फेरि पनि देखाएको छु। यहाँ हाम्रो पराठा बनाउने त्यो डो छ भने चाहिँ यहाँ चाहिँ जहिले यसमा लगाउने खिमा उहाँ चाहिँ रुमीले बनाउनु हुँदैछ। म ब्यागबाट देखाइदिन्छु ल। यसरी हाल्नुपर्छ किमा। ए मलाई चाहिँ बनाउनु आउँदैन। मैले चाहिँ आज हेरेछु सधैँ चाहिँ मैले चाहिँ खानु मन परेको बेलामा चाहिँ अस्ति चाहिँ एकखेप चाहिँ मैले रोटी बनाएर खाइदिएको थिएँ हो। आउँदैन मलाई चाहिँ। अलिक सानो ए यसरी पो बनाउनुपर्छ है। म त अरू बेला सोच्छु मान्छेले यो नाम फटाइदिएको कसरी बनाउँछ भनेर। सानो रोटी बेल्नुपर्छ बाक्लो हुन्छ कि यसरी हालेर चाहिँ बेल्दै। आज चाहिँ हामी रुमितको रुममा आइरहेछौँ हो। यहाँ पकाउनु लागि यहाँ त अब बसिरहेछ। अब चाहिँ हाम्रो यतिखेर चाहिँ डिनर टाइम भएको छ है। एकदमै भेराइटीहरू छ। म तपाईँलाई ब्यागबाट देखाउँछु। चाहिँ हाम्रो पराठा, त्यसपछि सुप हो। त्यसपछि यहाँ छ फिङ्गर चिप्स, अनि यहाँ मेयोनिज, यहाँ अचारहरू छ हो। यहाँ एगहरू छ। अब हाम्रो बेलुकाको डिनर हुन आँट्दैछ। माम पनि आउँदैछ। यो माम पनि आउँदैछ, पर्खिरहेछ। गरम त हुँदैछ त। अझै माम पनि आउँदैछ। यहाँ चाहिँ छ हाम्रो यो माम, अनि यसमा बटर छ। अब चाहिँ खानु आँट्दैछ हो। नानाको दिन्छ अरे पानी। यहाँ पानी रेडी छिटो न ढिलो बेसी। यो मान्छेले कम्ती चलाएको होइन बफहरू मिठो एकदम छ। लाइनमा राखिरहेको ल। झोल चाहिँ मैले त्यो ऱ्यान्डमली बनाइदिएँ कि खुवाउन यार। यो सरम नगरी दुईवटा खानु ल। एकवटा खासमा दुईवटा अलिक युज गर्छु यार। यो चाहिँ मैले हालेँ। मेरो रानी झऱ्यो। सादा हो यो चाहिँ, सादा हो। मिठो भयो। घिउ थियो नि त। घिउ त नि पराइको त कम्ती बेस्ट हो त। ल खानुहोस् ल। पराठा पनि टेस्ट गरिदिन्छ हो। एकदम हेलो, आज चाहिँ हामी फाइनल्ली हाम्रो डेस्टिनीमा आइपुगिसकेको छ है। म चाहिँ एकदम गाडीले मातेर भमिट भएर होइन, पुरा साह्रो परिरहेछ।
यहाँ साथीहरूले चाहिँ उयो घाँस काट्नुपर्ने रहेछ त्यहाँ काट्दैछ भिडियो चाहिँ बनाउँदैछु बिमारै मैले ल्याइन नि अन्त एउटै स्टुडेन्ट हो त अब चाहिँ हामीले टिकटहरू काटिसक्यो त्यहाँदेखि अब यहाँ वेलकम परेन नि हिँड्न किसेर हामी भित्र छिर्यौँ होइन म चाहिँ अलिक साह्रै परिरहेको छु प्लस यहाँदेखि पनि एकदम साह्रो उहाँ पनि एकदम साह्रो परेर है उहाँहरू पढ्नु भएको छैन अघि हामी चाहिँ अलिक साह्रो परिरहेको छौँ तर पनि हिँड्दै हिँड्दै कोसिस जारी छ हिँड्नको लागि मैले नेल पलिस लगाएको अब अहिलेसम्म आधी बिचमा बाटोमा भेट्छु ल छैन आज यस्तो फगी लागिरहेछ मेरो त जोसै छैन हामी यहाँ गाडीहरू ल्यायो भने चाहिँ यहाँसम्म पार्किङ गर्नु पर्दो रहेछ त्यहाँदेखि चाहिँ यस्तो उकालो जानु पर्यो बाटो होइन यहाँ चाहिँ खासमा फोटो खिच्नु पाएको भए राम्रो हुन्थ्यो है अन्त मजा आउँदै होला नि मजा एकदम साथीहरूसँग एकदम मजा आउँदैछ आज चाहिँ म भनिदिइहाल्छु हामी चाहिँ 3 जुरे गएको होइन ट्रेकिङ गएको एक दिनको लागि बाटोमा के हुन्छ आई विल सो यु गाइस डेट दिन चाहिँ एकदम फगिटो तर्साउँदैछ चराहरू होला यहाँ चाहिँ फगिटे चाहिँ फगिटै भइरहेछ तर एकदम दामी मजा आइरहेछ रमेश मजा आइरहेछ कसैको नर्कितलाई कतिको मजा आउँदैछ जानु भने रहेछ यता पछाडि पनि कस्तो दामी रहेछ यहाँ चाहिँ पिकनिकहरू गरेर खाँदै आउँदा हुने रहेछ यहाँबाट छिरेको अब क्यामेरा चाहिँ त्यस्तो राम्रो नभए इन्जोय गरेर चाहिँ हेरिदिनुहोस् होला है हजुरहरू जल्दी फोकस गर क्यामेराम्यान त नर्कित दामी छ नि अब हामी राम्रो बाटो हिँड्दै थियो होइन म त यो घाँसतिर नि यति बेसी जुगा आएर चाहिँ म फेरि जुगा यति बेसी डर लाग्छ होइन जुगा आएर चाहिँ ठुलो काम म मात्रै नि यहाँ अगाडि हिँड्ने साथीहरू पनि एकदम डराउँदैछ मजा छ एकदम ए फोनमा बोल्नु थाल्यो हामीलाई त क्या भयो अब चाहिँ कति छ अरे 2 किलोमिटर छ हो अन्त यहाँतिर पछि मेरो गाइसहरू चाहिँ आउँछ अलिकति प्रब्लम चाहिँ के छ भने चाहिँ यो गाइसहरूलाई चाहिँ हो जुगा जुगादेखि चाहिँ साह्रो डराउने छ के भन्नु सो जान्दैछ हो अब के गर्नु यस्तै छ हामी चाहिँ एकदम डर लागिरहेछ जुगाले गर्दा डर लागिरहेको छ अरे हो हाम्रो अगाडि चाहिँ कुकुर हिँड्दैछ 2टा हो अन्त यस्तो छ हो पुग्न आँटेको छ 2 किलोमिटर मात्रै छ त्यहाँदेखि गएर मजाले बस्ने हो आराम गरेर खाजाहरू खाएर हिँड्ने हो यहाँ देख्नुहोस् मेरो साथीहरू आउँदैछ अन्त कुजु पनि छ यहाँ धेरै कुजु हाम्रो साथी हो ठिकै छैन ल अहिले एकछिनबाट भेटौँ माथि पुगेर बाई यो एरिया चाहिँ मलाई एकदम अरूको भिडियोमा देख्दाखेरि मन परेको दामी जग्गा यहाँ चाहिँ यो बाँसले यस्तो गेट भएको जस्तो फोटो खिच्दाहरू पनि दामी निस्किन्छ मैले चाहिँ अरूकोमा हेरेको यता नर्कित त गलेर हत्तु भयो अरे
है यो अर्कै जग्गाको दामी है। अटोहरू आधी अगाडि कुदिसक्यो, आधी पछाडि आउँदैछ, आधी हामी तिनजना चाहिँ बिचमा। ओहो नर्कित नउराउनुहोस् त जुगा आउँछ। आफै घाँसमा देख्नु भएन। अन्त चाहिँ मेन चाहिँ डर चाहिँ हामीलाई त्यही जुगाकै पसिना खर्का। पानी झरी भएर चाहिँ अहिले चाहिँ हामी यस्तो बाटो है, यस्तो बाटो जुत्ताको हालत यस्तो भइरहेछ हो। अन्त चाहिँ अब यहाँ चाहिँ यस्तो रुखको जराको बाटो रहेछ। फेरि दिन त यस्तै भइहाल्यो। पुग्यो भन्छ पुग्नु छैन, पुग्यो भन्छ पुग्नु छैन। अन्त हो बाटोहरू चाहिँ एकदम खतरा लाग्दे। आइया बाटो तपाईँ चाहिँ बोलाइले ओहो। ओके फाइनली हामी चाहिँ पुगेको अवस्था हेर्नु त। वाह म यहाँ चढेर देखाउँछु, तर एकदम धुम्म भएको कारणले गर्दा चाहिँ यस्तो रहेछ हो। कस्तो दामी भाइ। जान्डे मरेर चाहिँ बाँचेर आइपुग्यो हौ। ल है ल पुगेर कस्तो फिल भइरहेछ पाल्छी? उहाँले चाहिँ एउटा भेटिहाल्नु भएछ खुट्टा। हेर्नु कस्तो दामी। अब चाहिँ हामी यस्तो ओह्रालो बाटो झर्दैछ। हेर्नु नि अघिसम्म चाहिँ अलिकति घाम लाग्दाखेरि चाहिँ बाटो राम्रो छ हो, तर अहिले फेरि फगी भइगयो। अरे मेरो सिगरेट त खस्यो त भन नि। मेरो चाहिँ यो अन्नी सिगरेट चाहिँ बाटो चाहिँ यस्तो रहेछ। अब चाहिँ हामी यतापट्टि जाँदैछौँ। माथि एकछिन रेस्ट गरे अब फेरि हामी यतापट्टि जाँदैछौँ। यस्तो डुम्मो चाहिँ अनि के गर्नु यार। अन्त बस्ने जग्गा छैन त जुङ त्यो अन्त बुली मजाले सुतौँ हो। आज खटौँ रुमे तपाईँलाई चिनेको छैन त हो। किसने कहा आपको? बाटो चाहिँ तर स्याटिस लाग्दैन मलाई। साथी भाइ होइन कुकुर टोक्छ नि। अब फेरि हामी यस्तो जङ्गलबारी जाँदैछौँ। भोक लाग्यो म त भोक लागेर चाहिँ अब तपाईँहरूलाई म आइया हौ एकछिनमा देखाउँछु ल। सिधै अब लन्च गर्छ होला, लन्च हो कि के भन्छ त्यही हो। जानुपर्छ ल। अहिले यस्तो खाएको देखाउँछु ल। अब यस्तो टाढो रहेछ नि, अन्त रुहान रहेछ क्या। ओहो है यहाँ तल कस्तो फुल सुरु भएको यहाँ भयो पनि छ। जुस पनि चाहिँ सबै
मजाले खानु ल खाजा किन कुइन लिन गएको थियो के भयो अच्छा फोटो खिचिदिनु केही बात छैन This was our last destination, so we're going to take some rest and to take a fresh fresh air. डर लग रहा है तो मत जाओ, नीचे आओ, नीचे आओ। मैं तो नहीं जा सकती, मुझे सो हाइट से फोबिया है। मत जाओ। हेलो गाइस, अब हामी चाहिँ फर्केको होइन। अन्त रुङमितको भ्लग चाहिँ अहिले मैले एकछिन गरिदिएको किनकि ऊ चाहिँ जुगासँग डराइरहेछ, सातु गइरहेछ उसको जुगाले गर्दा। कसरी आयो भन्नु नि? कसरी भमिट ए अब ऊ पुरा बिमार पनि थियो कि अघि बिहान, त्यसै कारणले उसले आज भिडियो बिचाराले बनाएको छ, छोटो छोटो बनाएको छ हो, तर डल्लै खिच्नु पाएन उसले हो। हेरिदिनुहोस्, तर अब राम्रो छ हो भिडियो। अहिले फर्किने बेलामा त्यो पुरा बिमार भइरहेछ नि हो। ऊ पनि त लडेको छ दुईपल्ट, जुगा पुरा चढ्यो होइन उसको जिउमा। अन्त सातु गइरहेछ बिचारा मेरो साथीको, सातु बोलाइदिनु पनि छ रुम पुगेर। अब सातु बोलाइदिनु पनि छ। अन्त उनीहरू चाहिँ फर्किँदैछ, हाम्रै ग्रुप हो, पिच्छेमा आउँदैछ हौ। तर मैले पुरा हल्लाएँ होला है भिडियो गर्दा। तपाईँ केही 2 शब्द बोल्नुहोस्। 2 शब्द तपाईँहरूलाई हाम्रो भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि फेरि कुनै दिन कहाँ जान्छु फेरि त्यो भ्लग लिएर आउँछु। तब तकले बाई बाई भन्न चाहन्छु। बाई बाई।